छ्या के बनेको यस्तो कस्तो मिठो बस्छ यो चटपटे रेसिपी हेर्नु ल कसम भने साथीहरू यो चटपटे खाएपछि हजुरलाई रिग्रेट हुँदै हुँदैन है। सुरुमा त मैले भुटेको आलु, मसिनो गरेको काँक्रो, मसिनो गरेको गाजर, मसिनो गरेको प्याज अनि धनियाँ हालेकी छु है। अनि नेपालबाट ल्याएको वाइवाई चाउचाउ, सेतो रारा चाउचाउ यसरी हालेर मजाले मैले अन्तिममा हालेकी छु भुजा रातो कलरको है। हालेकी छु दालमा। बाबुले खोज्दैछ बदाम खानालाई। अब सियारीमा बसेपछि को आउँछ थाहै हुँदैन क्या साथीहरू। चाउचाउमा भएको सुप, आँपको अचार, तातो तेलले ज्वाइँ अनि नुन अनुसारको स्वाद। अब मजाले मोलुम है। मिठो बास्न आएको छ कि तपाईँको फोनबाट नि बास्न आएको होला है यो चटपटेको। के बिर्स्यो होला भनेपछि कागज यस्तो निचुडी कागती हालेको छु। कतिखेर खाम भन्ने भइरहेको थियो म त यति चाखिहालेँ के साथीहरू। तपाईँहरूको नि मुड अफ छ, टेन्सनमा हुनुहुन्छ भने त यो चटपटे खानै पर्छ है, किनकि यो चटपटे एकदम राम्रो मेडिसिन। यो रेसिपी झन् पर्फेक्ट। अब तपाईँको पालो ट्राई गर्ने चटपटे।